So what's up beautiful people, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ सट्याङले हाम्रो टेलिकम्युनिकेसनको टावर चाहिँ डिस्ट्रोय गर्दैछ कि है, उडाइदै रहेछ। सो आज हामी लिबाङ बजारबाट साड्डो बाटोको टावर स्टेसनसम्म जाँदैछौँ है। गएर हामी टावर चेन्ज गर्छौँ। मोटे भाइ मर्न लाग्छ तल है। सो अब हामी रेडी हुँदैछौँ है। आज एउटा यो जान्छ रोयल एनफिल्ड बुलेट, अनि यो हाम्रो बसन्ती छँदैछ साड्डो बाटो जाने हो। जाऊँ न हो। ल वार्मिङ भइरहेछ है बाइकहरू। गर्मी सुरु भइसक्यो गाइस। त्यही पनि डाँडातिर चाहिँ चिसो हुन्छ, सो मैले त्यही पुरानो ज्याकेट लगाइरहेको छु है। ल यहाँ हाम्रो घरको पुरा हेन्समहरू है केटाहरू। ल सो लिबाङ बजारको भ्यू पनि हेरौँ न कस्तो छ आज है। रेडियो मालसिरी छ यहाँनिर अगाडि, अनि अलि यताबाट यो हो लिबाङ बजार। मौसम क्लियर छ है, पानी परेर 2-4 दिनदेखि। ल सो एकछिन पछि भेटौँला है। अहिलेलाई लेट्स गो बसन्ती। ओ माई गड कस्तो सानो भएछ। हिउँचु घाम लाग्यो घमाइलो। ल है साथी हो, हामी चाहिँ सट्टाले चोकमा आइपुग्न लाग्यो है। डिभाइस पट्केर डिभाइस बनाउन जाँदैछौँ। डिभाइस पट्केर बुझेको छ। गोब्रोको ऊ छ यार, ब्याट्री छ, अरू केही छैन यार। के छ हामी साड्डो बाटो टावर पट्क्या छ के बनाउनु जाने छ। फाइनल्ली साड्डो बाटो आइयो। आइयो ल गाइजहरू, हाम्रो मेसिन यही छोड्यौँ है। यिनीहरू एक्लै बस्छन्। अब हामी रक क्लाइम्बिङ गर्छौँ। ल है गाइजहरू, आइयो नि त साड्डो बाटोको टावरमा। अब चढ्ने हो एकछिनमा। होइन यार, हामी यस्ता चढ्दैनौँ। ठुलो त्यो हो नेपाल टेलिभिजन के यो रिले प्रसारणलाई ओर्लिङ हो सर यताको। हजुर
जेनेरेटर पनि रहेछ युजमा छैन क्या कसको एनसिएल को छ होला गाडी लिनु पर्ने हो क्या गाइज यो चाहिँ नेपाल टेलिभिजनको प्रसारण लाइन कस्तो छ यार तपाईँ हेर्न सक्नुहुन्छ हामी चाहिँ आइपुग्यौँ अब यही टावरमा चढ्ने हो एकछिनपछि माथि देख्न सक्नुहुन्छ कति माथि छ बिना बेल्ट चढिदिने हो गाइज ल मोटेलाई चढाउने हो आज यो खतरा भइगयो सर अब कामसँग हजुर ल है चढ्दैछ हाम्रो मोटे भाइ है गाइजहरू हामी चाहिँ टावरमा चढेका छौँ है काम चाहिँ सुरु भएको छैन एकछिनमा सुरु गर्छौँ हामी काम है गाइज हाम्रो चाहिँ पारीको वाला टावर हो यो सातो बाटोमा टावरको अवस्था हेरौँ न कति छ माइ गड 1 2 3 यो 4 अनि त्यो 5 त्यसले 6 होइन म चढेको 7 भइहाल्यो यतापट्टि 2टा छ 8 9वटा पुरै टावरै टावर छ यस्तो रिक्स छ थन्डरबोल्टको लाइटिङको बहुत गाह्रो छ जिन्दगी पाल्लोपट्टि भ्यू टावर ल साढी भयो है नेट चल्यो अब यस्तो खान लाग्छौँ हामी खाजा खाने काम भइरहेछ सेफ्टी मोज छ साथी हो सम्झा हालिदिएको त कामै लागेन त कामै भएन सरी चल्यो नेट सर्भर रुम वरिष्ठ टेक्निसियन हुनुहुन्छ है दनादन चल्यो नेट अब अनि यो चाहिँ कहाँ हो भनेपछि यहाँ हो यहाँ भने कहाँ यहाँ हामी फर्केर आइसक्यो है बनाएर पनि अब हामी जिन्दगीमा म यहाँ के देखाउँछु यो चाहिँ बाटोको हाइजेस्ट पोइन्ट $2032 मिटरको उचाइमा छ